गाइस वेलकम टु माई मिनी ब्लग। मेरो साथीहरू जानु मान्नु भएन अनि सबैजनाले मलाई हेरिराख्नु साथी पनि थिएन एकै गए सौल नचिनेर म त यहाँ हराउनु आँटिसक्यो भइमै हामी है यहाँनिर लाइन सुरु भएको थियो है साथीहरू यो चाहिँ हामी लाइनमा चाहिँ सबै जातिको हामी नेपालीहरू हुनुहुँदाखेरि चाहिँ देख्दाखेरि एकदम आनन्द आँखालाई दृश्य नै राम्रो देखिरहेको थियो कि मिठो छ दाजु सबै परिकार खानु पर्यो खानेकुरा उडी ट्रेडिसनल ड्रेस इच्छा न भारी बोक्ने मात्र पर्नुहुन्छ खै त हेर म अझमा भारी बोक्ने मान्छ यही मस्त है अनि ब्लगमा हाल्छु है यो पनि म थापा के बोक्नु भएको छ भनिदिनु न पेन पनि मेरो प्यारो लाने भने यस्तो दिमाग त छैन उनीहरू पनि टिकटकमा ब्लगमा हालिदिउँ न अन्त बाई भन्दै हाम्रो यति नै छ वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म सौल जाँदैछु त्यहाँ चाहिँ 32औं आदिवासी एवं नेपाल महासङ्घ 2026 महोत्सव चलिरहेछ अनि त्यहाँनिर चाहिँ म भाग लिन गइरहेछु नानाले इन्भाइट गर्नु भएर अनि मेरो साथीहरू जानु मान्नु भएन त्यही भएर म एक्लै ट्याक्सी खिदारीको इत्समिला ट्याक्सी छम्कानमान हुए आउँदैछ आउँदैन उयो कोरियन ल्याङ्ग्वेज ट्याक्सी पनि आयो जस्तै छ 3204 यही हो 안녕하세요 म चाहिँ यहाँ लोकल ट्रेन चढ्न गइरहेको थिएँ अनि यहाँबाट ठिक्क मान्छेहरू निस्केर जाँदै हुन्थ्यो अनि सबैजनाले मलाई हेरिराख्नु थियो कि अब सबैको भिडियो गर्नु पाइँदैन कोरियामा अनि यसो नानीहरूको गरेको थिएँ नि यहाँ मैले धेरै बेर पर्खिनु पर्यो भन्दा नि आधी घन्टा अनि साथी पनि थिएन एक्लै भिडियो बनाएँ एक्लै गएँ सौल नचिनेर म त यहाँ हराउनु आँटिसकेँ 3 नम्बर गेट कता हो लिफ्टबाट जाँदैछु अब हो कि होइन खाउन त देखाएको छ 3 नम्बर गेट अब हेर कहाँसम्म पुग्छु है म भइमै हामी है यहाँनिर आम्मा के साह्रो भिड हो यहाँ नानाहरूसँग बल्ल भेट भएर हिँड्दैछु है थोङदेमुन 3 नम्बर गेटबाट गएर यहाँ कार्यक्रम हुने ठाउँमा पुग्यौँ यहाँ चाहिँ सुरु भएको थिएन रहेछ मन्तव्यहरू हुँदै रहेछ अनि ठिक्क हामी पुग्यौँ यहाँनिर नमस्ते दिन सिनहरूको ब्याङ्क एकाउन्ट
खोल्यो भने चाहिँ सनमल पाउने रहेछ मेरो पहिल्यै थियो पनि पाएँ है मैले चाहिँ सनमल पाइसकेँ नि उद्घाटन भइसकेर चाहिँ खानाको लाइन सुरु भएको थियो है साथीहरू यो चाहिँ ला हड्डी हुनेछ खाना खाने लाइनमा चाहिँ सबै जातिको हामी नेपालीहरू हुनुहुँदाखेरि चाहिँ देख्दाखेरि नि एकदम आनन्द आँखालाई नि दृश्य नै राम्रो देखिरहेको थियो कि अनि हाम्रो चाहिँ यहाँ राईको नानाले वाचिपा बार्दै हुनुहुन्थ्यो अनि यहाँ छेउमा लिम्बूको सेकेम्बा दिँदै हुनुहुन्थ्यो अनि यहाँ मगरहरू पनि हुनुहुन्छ अनि यहाँनिर कस्तो रमाइलो भएको थियो यो दिन यहाँ बेबीहरू क्युट क्युट बेबीहरू पनि देख्छ आफैले पनि यसो जिल्लाले गरिदिनुहोस् किनभने हामी सबै स्वयंसेवकहरू खर्च गरेका छौँ तर पनि सबैले सबै ठाउँमा नल्याएर धन्यवाद धन्यवाद सेर्केम्बामा आइपुग्यो नाना अझै एउटा दिनु मिल्छ थ्याङ्क यू मन्दी थ्याङ्क यू धन्यवाद यो त मिठो होला हो है धन्यवाद 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 नखाम होला हौ जुस खाम जुस मलाई पनि जुस कसरी बोकौँ हौ दाजु हस् हस् हुन्छ हुन्छ आउनु दाजु खानेकुरा बोकेर गएँ भाइ मिठो छ दाजु अन्त है सबै परिकार खानु पर्यो कस्तो छ ए सेल्फी हुँदैछ कस्तो छ खानेकुरा ओके खाना खाइसकेर चाहिँ शेर्पाहरूको प्रस्तुति रहेको थियो एकदम राम्रो थियो अब भ्लगमा यो गीतहरू लङ हाल्नु पाइँदैन नि त कपिराइट आउँछ त्यही भएर सर्टकट मात्र हालेको छु है यो नृत्य चाहिँ गुरुङ समुदायको रहेको छ एकदम राम्रो रहेको थियो अनि मैले चाहिँ म्युजिक हटाएको छु कपिराइट आउँछ नि त अनि अब अलिअलि चाहिँ गीत लगाएको छ अब त्यसको पनि कपिराइट आउँछ कि भन्ने हुन्छ पछि हटाउनु पर्ने हुन्छ फेरि मैले अनि यो गीतसँग त एकदम राम्रो थियो साथीहरू जसले लाइभमा हेर्नुभयो उहाँलाई त थाहा होला नहेर्नु हुने पनि यहाँ हेरेर थाहा पाउन सक्नुहुन्छ यस पश्चात चाहिँ हाम्रो राई समुदायको साकेला थियो साकेलाको चाहिँ मैले फुल भिडियो लगाएको छु किनभने त्यसको कपिराइट आउँदैन नि त हेरेर साथ दिनु होला
हिँड्दैन खन्छ न उरी ट्रेडिसनल ड्रेस इच्छन रेलिका cukup fulfendo ibaya heyo जनायो यो नाना चाहिँ जहिले भारी बोक्ने मात्र पर्नुहुन्छ खै यता हेरौँ अदमा भारी बोक्ने मान्छे जहिले भारी बोक्नेमा आहा हाम्रो यो कहिले गएर खाने हो यहाँ हेर न साडी पनि यस्तो कस्तो छे हाम्रो नि त्यस्तै छ हौ दादाले भ्लग बनाउनु थालेर के हो भ्लग बनाउँछु त एडिट गर्ने टाइम लाग्छ कि अब एकदिन नि उता पोस्ट गर्नु जानुपर्छ हाङमा तपाईँहरूको त्यो के खाँदै गरेको भिडियो हेर्छु नि मलाई किन बोलाउनु हुन्छ म पनि खानु आउँछु नि खाँदै आउँछु नि दिदी पनि आउँछ नि त भन्नु हो 한국에 여행 왔어요? 여행? 아니에요. 일하러 왔어요. 일하러? 네. 오, 진짜. 네. 알았다. 감사합니다. किन मेरो यति सानो भएको भिडियो त ब्लगमा हाल्छु है यो पनि म थप्पा के बोक्नु भएको छ भनिदिनु न मैले गिफ्ट ल्याइन फेन पनि भेस्ट पनि कति यानी मेरो प्यारो नाना थ्याङ्क यू सो मच म बिर्सेँ भनेको त बिर्सेँ भने यस्तो दिमाग त छैन के बिर्सेँ जस्तो लाग्दैन थियो धनमा ल्याइदिनु भएछ उनीहरूको पनि टिकटकमा ब्लगमा हालिदिउँ न अन्त हो ल बाई नेक्स्ट टाइम फेरि एकचोटि आँसु आयो कि ए आँसु छ त पसिना नेक्स्ट टाइम भेटौँ नेक्स्ट टाइम सकेन नेक्स्ट टाइम भेटौँ है अब हामी जाने नाना र म चाहिँ भेना चाहिँ अगाडि बाई भन्दै हाम्रो यति नै छ ब्लग को हुनुहुन्छ मेरो ब्लगमा कमेन्ट गरिदिनु न लाइक कमेन्ट सेयर साथीहरू